हेलो एभ्रिवान, मेरो डेली मिनी ब्लगमा हजुरलाई स्वागत छ। म चाहिँ बिहान उठेर यसरी एकदमै छिटो छिटो रेडी हुन्छु अनि त्यसपछि आज चाहिँ मेरो दुईटा ठाउँमा ट्रेनिङ थियो। दिनदिनै चाहिँ तीनटा ठाउँमा छ। आज चाहिँ एक ठाउँको बिदा भएको भएर म चाहिँ दुई ठाउँमा चाहिँ जाँदैछु। बिहान एक ठाउँमा अनि त्यसपछि फेरि म अर्को ठाउँमा जान्छु। म कहाँ कहाँ जान्छु के गर्छु भनेर चाहिँ भिडियो लास्टसम्म हेर्नु होला है त। अनि यति छिटो गर्दा पनि म रेडी हुन कति टाइम लागेको, यति बोल्दा पनि रेडी भरै नसकेको हेर्नु न। अनि लिपस्टिक लगाएँ। यति गरेपछि म चाहिँ यस्तै भएँ। अनि म सँगसँगै मेरो हस्बेन्ड पनि अफिस जानको लागि रेडी हुनुभयो। अनि मलाई चाहिँ आज यसरी कुर्ती सुर्ती यो चुरा किनेर ल्याएको थिएँ। यसरी रेडी हुन मन लाग्यो अनि म यसरी रेडी भएँ। अनि त्यसपछि म चाहिँ पुगेँ मेरो आजको वर्किङ प्लेसमा। यहाँ चाहिँ सबैजना आइसक्नु भएको थियो। आज चाहिँ यहाँको कार्यक्रमको उद्घाटन थियो, ट्रेनिङको आज फर्स्ट दिन। अनि हामी चाहिँ यसरी औपचारिक कार्यक्रमहरू हुन्छ यहाँ सुरुको दिनमा। अनि यसरी औपचारिक कार्यक्रमहरू चाहिँ सकेर अनि यहाँ चाहिँ म्यामलाई छोडेर, मेरो को ट्रेनर म्यामलाई छोडेर म चाहिँ 11:30 बजे निस्केँ अर्को ट्रेनिङमा पुग्दाखेरि चाहिँ सबैजना आइसक्नु भएको थियो। मलाई कुरेर बस्नु भएको रहेछ, धन्न रिसाउनु भएको रहेछ सबैजना। खुसी क्या मलाई देखेर। डालो सालो सामान निकालेर रेडी अवस्थामा हुन्थ्यो। अनि त्यसपछि हामीले यहाँ चाहिँ यसरी सयपाटाहरू बनायौँ। यसरी मैले सयपाटाको जनै सुपारीवाला ट्रे बनाउन सिकाएको थिएँ आज। यसरी चाहिँ हामीले एकदमै राम्रो जनै सुपारी ट्रे अनि त्यसपछि सयपाटा लग्ने किस्तीको चाहिँ आज हामीले फाइनल लुक तयार गरेको थियौँ। एकदमै रमाइलो हुन्छ ट्रेनिङहरू। मेरो बाबुले पनि यहाँ आवाज दिइरहेको छ, उसलाई हावा चाहियो रे। मैले यहाँ भोइस ओभर गर्नको लागि चाहिँ फ्यान बन्द गरिदिएको थिएँ आवाज आउँछ भनेर। हावा सानो हजुर, मेरो छोरो कस्तो क्युट बोल्छ सुन्नुभयो हजुरहरूले। अनि यसरी चाहिँ ल पक्कै साना हावा लाउने मेरो पुन्टुरु। अनि यहाँ हेर न मम्माले के गरेको हेर त, के सिकाएको है मम्माले। अनि यसरी चाहिँ हामीले जनै सुपारीको ट्रे रेडी गऱ्यौँ। अनि त्यसपछि अलिअलि रमाइलो मस्ती पनि गर्छौँ हामी ट्रेनिङमा। हाम्रो ट्रेनिङ चाहिँ कहिले पनि बोरिङ हुँदैन। हावा लाउने पख साना लगाउने आस अब सकियो। अनि यसरी चाहिँ हामीले जनै सुपारीमा जनै पनि राख्न, मैले चाहिँ जनै राख्न सिकाएँ। अनि यति गरेपछि आजको हाम्रो क्लास सकिएको थियो। अनि लास्टमा आउने बेलामा फेरि अलिअलि टिकटक रमाइलो यताउता गरेर आउँदाखेरि म चाहिँ घर आएको चाहिँ मैले खिच्न बिर्सेँ। अनि यस्तो भएको थियो हाम्रो ट्रेहरू चाहिँ। अनि यही हो मेरो आजको दिन।